ओके एज आई सेड म हिजो एउटा स्टुडेन्ट पार्ट सिरिजको ल्याउँछु भनेर केटाहरूको मात्रै गर्दाखेरि केटीहरूले रिलेट गर्न सक्दैनन् त्यो कारणले म आज केटीलाई बोलाउँदैछु होइन ऊ चाहिँ मेरो साथी हो कम प्लिज सो नमस्ते तपाईँलाई नमस्ते हेलो हजुरको नाम के हो अलिकति हात फ्री भएर भन्नु मेरो नाम मन्ता खवास हो कोरियाको कति भयो तपाईँ 1 वर्ष हुन लाग्यो 1 वर्ष हुनला है कोरिया कस्तो रमाइलो भइरहेको छ होला है रमाइलो छ कोरिया आउँदाखेरिको तपाईँको सोचाइ के थियो कोरिया आउँदाखेरि कोरिया यस्तो हुन्छ भन्ने के एक्सपेक्टेसन थियो र रियालिटी कस्तो भयो थिएन अब भाषा यतिको गाह्रो हुन्छ भनेर सोचेको पनि थिएन इङ्ग्लिसले चल्छ जस्तो लागेको थियो तर यहाँ भाषा चाहिँ लास्ट इम्पोर्टेन्ट हुँदो रहेछ त्यही हो अनि कोरियामा तपाईँको पहिलो काम चाहिँ के थियो कोरिया आएपछि मैले एग्री गरेको हो लसुन उखालेको एग्रीमा तपाईँलाई जस्तै पहिलोचोटि काम गर्दाखेरि आवा अलि आइज डिस्टर्ब भइन्छ एग्रीमा तपाईँले पहिलोचोटि काम गर्दाखेरि फर्स्ट पेमेन्ट गरे कि गरेन किनकि मलाई चाहिँ गरेको थिएन है मैले फर्स्ट टाइम एग्री गरेको थिएँ मेरो त गर्नु भएको थियो राम्रै दिएको थियो सो अहिले काम के गर्दै हुनुहुन्छ त तपाईँ अहिले रेस्टुरेन्टमा गर्दै सर्भिङमा त भाषा टन्नै चाहिन्छ होला नि त चाहिँदैन त्यहाँ मैले गर्ने ठाउँमा इङ्ग्लिस बोल्नुहुन्छ साउ त्यसो भए त एकदम राम्रो हो त्यसको अनि के फुल टाइम गर्नुहुन्छ कि पार्ट टाइम हो जस्तै पार्ट टाइम जस्तै कलेज हुँदाखेरि यति घन्टा हो कि बिदाको बेला चाहिँ लाइक बिदाको बेला हो राति सो तपाईँ अब कुनै स्टुडेन्टहरू आउँदै हुनुहुन्छ भने तपाईँ के सजेसन दिनुहुन्छ अब आउँदाखेरि अलिकति फिजिकल्ली स्ट्रङ अनि मेन्टली स्ट्रङ नि भएर आउनुपर्छ होइन भाषा चाहिँ बेस बनाएर आउनुपर्छ त्यही हो अनि लास्ट एउटा क्वेसन तपाईँलाई तपाईँको कोरियामा प्लान चाहिँ के हो फ्युचर प्लान यहीँ बस्ने र भाषालाई बलियो बनाउने भनेपछि स्टुडेन्टहरू कोही पनि जस्तै केटा होस् केटी होस् आउँदै हुनुहुन्छ भने भाषा चाहियो ल आजलाई धन्यवाद फर केटीको लागि भनेर मैले केटीको इन्टरभ्यू ल्याएको हो यदि तपाईँहरूलाई अझै चाहिन्छ भने आई क्यान मेक इट सो दिस इज डे 22 मेकिङ कन्टेन्ट फर 365 days